यता फेरि रवि लामिछानेको शुभकामनै कडो आएछ फेरि नयाँ साल खिल निकाल्नै पर्छ मजाले दुख्न सक्छ विचार गर्न सबैलाई शुभकामना भ्रष्टहरूको निद हराम गरिदिनु भयो यार गर्नु पनि तस्करहरूको निद हराम हुने भयो हार र छाला हुने भयो यिनीहरूको नयाँ वर्षको सुरुवातै यस्तो आएपछि अनि शुभकामना यस्तो आछ अनि कहाँ लगेर भाग्ने बेर छैन एकदम नाका चाहिँ कडा गर्नुपर्छ पासपोर्टमा रोक लगाइहाल्नुपर्छ फेरि एउटा लगेज घिसाएर उपचार गर्न भनेर हिँडिहाल्छन् खिल त निकाल्नुपर्छ यिनीहरूले नेपालबाटै खिल निकाल्नुपर्छ एकदम बडा खिल गरेर गाडिएर यिनीहरूले औधी गरेका छन् कि यिनीहरूको खिल निकाल्न चाहिँ एकदमै जरुरी छ ल ल ल मेरो तर्फबाट सबैलाई शुभकामना नयाँ वर्षको खिल निकाल्न पर्छ त्यही हो कुरो त तस्करहरूलाई बलियो भएर बस्नुहोस् औषधि खानुहोस् बेलैमा